सुनेको सपनी छैन नि मसँग, हिराको पनि छैन नि मसँग। सुनेको सपनी छैन नि मसँग, हिराको पनि छैन नि मसँग। ए मालती खोज शिर फुलमै मायाको संसार, मुटु तिमी नै जोहार। खोज शिर फुलमै मायाको संसार, मुटु तिमी नै जोहार। तिमी नै सपनी के छ र मसँग, तिमी नै विपनीको छ र मसँग। मलाई रुगा लागेको छ क्या अहिले त। तिमी नै सपनी के छ र मसँग, तिमी नै विपनीको छ र मसँग। ए प्यारा खोज शिर लाख तिमी नै हजार, मुटु तिमी नै जोहार। तिमी नै लाख तिमी नै हजार, मुटु तिमी नै जोहार। अहिले अर्को एउटा फुलको गीत पनि जताततै चर्चित पनि छ। अब यो गीत हुनेवाला छ, फेरि आइसक्यो अर्को। प्लिज। हेलो नमस्ते सबैजनालाई। मलाई चाहिँ एकदमै धेरै खुसी लागेको छ। मैले चाहिँ रामकृष्ण दादाले चाहिँ मलाई म विदेशमा हुँदा नै उहाँले चाहिँ मलाई मेसेज गर्नुभएको थियो। अनि म चाहिँ 1-2 हप्ता जति पछाडि मात्र आउनेवाला थिएँ, तर मलाई कुर्नुहुन्छ जस्तो चाहिँ लागेको थिएन। उहाँले मलाई भनेको थियो, तर मेरो लागि यत्रो टाइम कुर्दिनु पनि भयो धेरै। त्यसको लागि चाहिँ मलाई कुर्नुहुन्छ र जस्तो मलाई फिल भएको थियो, तर साँच्चै कुर्नु भयो कि मलाई। अनि म एकदम धेरै खुसी लाग्यो सबभन्दा पहिला चाहिँ। अनि उहाँसँग जोडिन पाउँदा एकदमै धेरै खुसी लागेको छ, किनकि मैले सानैदेखि उहाँको गीतहरू एकदम सुनेर, उहाँको सानोको एउटा त्यो मलाई छोडी मेरो छाया भन्ने गीत गाउनुभएको थियो दादाले। उहाँको त्यो सानोको बच्चावाला भिडियो पनि म एकदम हेर्थेँ क्या सानोमा। त्यही गीत सुनेर सिक्थेँ। अनि अरू गीत पनि एकदमै धेरै सुन्थेँ। अनि उहाँसँग मेरो फर्स्ट टाइम भेट चाहिँ झापामा भएको थियो, त्यति बेला एउटा प्रोग्राममा। अनि गीत गाउन एकदमै रहर थियो रामकृष्ण दादासँग। उहाँसँग जोडिन पाउँदा एकदमै धेरै खुसी लागेको छ। र यो गीतमा जोडिनु हुने सबै हाम्रो सङ्गीतकार दादा उज्जवल सागर दादा, अनि एरेन्जर उदयराज सरलाई पनि एकदमै धेरै सम्झिन चाहन्छौँ यहाँबाट। अनि लिरिसिस्ट अस्ति पनि उहाँसँग मैले उहाँको लिरिक्समा एउटा गीत गाउन पाएँ। एकदमै धेरै राम्रो लाग्छ मलाई उहाँको शब्दहरू पनि। अनि आज यो गीतमा पनि जोडिन पाउँदा धेरै खुसी लागेको छ। अनि मलाई चाहिँ फिल्मको गीतहरू चाहिँ अब मेरो अहिले चाहिँ बिस्तारै आइरहेको छ। पहिला चाहिँ फिल्ममा गीत गाउँदा कस्तो हुन्छ होला, अनि यसरी नै बसेर आफ्नो स्वरमा चाहिँ अब यस्तो हिरो हिरोइनहरूको भिडियो हेर्दा कस्तो हुन्छ होला जस्तो लाग्थ्यो। अनि मलाई आजभोलि चाहिँ एकदमै रमाइलो लाग्छ कि अब यो देख्दाखेरि एकदम धेरै। म चाहिँ अघि पनि एकदमै भावुक भइरहेको थिएँ। मैले जे चाहेको थिएँ त्यो मेरो पुरा भइरहेको छ भनेर एकदमै धेरै खुसी लागेको छ सबैजनासँग जोडिन पाउँदा। र मालती मङ्गले टिमको सबैजनालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र स्पेसली रामकृष्ण दादालाई थ्याङ्क यू सो मच। एकदमै धेरै खुसी छु म एकदमै। अब यो फिल्म पक्कै पनि राम्रो हुन्छ, राम्रो होस्। सबैजनाले हेरिदिनु होला आएपछि, त्यही भन्न चाहन्छु। थ्याङ्क यू। नमस्ते, यहाँ आउनुभएको सबैजना पत्रकार साथीहरू, दाइ दिदी भाइ बहिनी सबैजनालाई एकदमै स्वागत गर्न चाहेँ। र गाना हेरिहाल्नुभयो, एकदमै हाम्रो सुटिङको ड्युरेसनमा पनि हामीले बजाइराख्ने गाना यही नै थियो। हामी एकदमै सुनिराख्ने गाना हो यो। अनि आज यसरी हेर्दाखेरि कस्तो नर्भस पनि राखिरहेको छु, किन भन्दाखेरि त्यो सुटिङको ड्युरेसनभरि यही गीत मात्रै सुनिरहेको थिएँ। अनि एक्सपेक्टेसन चाहिँ एकदमै हाई थियो, कस्तो हुन्छ भनेर होइन गीत। तर अहिले हेर्दाखेरि आँखालाई पनि शीतल भइरहेछ, कानलाई पनि एकदमै आनन्द आइरहेछ।
मलाई चाहिँ पर्सनली आई होप तपाईँहरूलाई पनि त्यही भएको होला। शब्दहरू एकदमै राम्रो छ, उहाँहरूले एकदमै मिठो शब्दहरू हालिदिनु भएको छ यो गीतमा। सो एक्सपिरियन्सको कुरा गर्नु पर्दाखेरि चाहिँ अब ओभरअल फिल्मको नै एक्सपिरियन्स भनौँ, एकदमै राम्रो। डिरेक्टर हाम्रो एकदमै रमाइलो हुनुहुन्छ। डिरेक्टर नै रमाइलो भइसकेपछि त्यो सेटै एकदमै रमाइलो हुन्छ, माहौल एकदमै राम्रो हुन्छ। सबै फेरि आफ्नै आफ्नै उमेरको साथीभाइहरू जस्तोसँग काम गरेको जस्तो लाग्ने होइन। अनि आफूले सल्लाह पनि दिन पायो, सुझाव पनि दिन पायो, डर नलाग्ने, ला ठुलो मान्छे हो फेरि के भन्नुहुन्छ कि भने जस्तो त्यो डर नलाग्ने, आफ्नै हिसाबले सल्लाह सुझाव दिन पायो। अनि त्यही हो एक्सपिरियन्सको कुरा त भनिहालेँ। अब रामकृष्ण दाईसँग मेरो पहिलोचोटि चलचित्रमा काम गर्ने मौका पाएँ। अब एक्टिङ वाइज त होइन, तर उहाँले बनाउनु भएको चलचित्रमा मलाई लिनुभएको छ। थ्याङ्क यू सो मच दाई। संयोग थ्याङ्क यू सो मच। होइन हामीसँग एक्टिङमा त काम गरेको होइन नि त, हजुरले प्रड्युस गर्नुभएको त्यो भन्नु। संयोग थ्याङ्क यू सो मच। र सबै हाम्रो मालती मङ्गलको टिम सबैजनालाई थ्याङ्क यू। र अहिले यो इभेन्ट गरिराख्दाखेरि चाहिँ मलाई हाम्रो दिनेश सिटोला दाईको एकदमै याद आइरहेछ। सो उहाँलाई पनि सम्झिन चाहे यहीँबाट। त्यही हो, थ्याङ्क यू सो मच हजुरलाई। थ्याङ्क यू। त्यो 2-3 वर्ष अगाडि युएस जाँदाखेरि त्यहाँबाट लिएर आएको थिएँ। र हि इज भेरी नाइस गिटारिस्ट। उज्जवल एकदमै के भन्छ, सङ्गीतको लागि जन्मेको व्यक्ति हो यो भाइ, र एकदमै मेहनती मान्छे हो। ऊ चाहिँ लाइक अब मोस्ट अफ द टाइम ऊ म्युजिकमै हुन्छ। मैले बिहान फोन गरेर रियाज गरेर हुन्छ, कहिले के गरेर हुन्छ। अनि एकदम राम्रो गिटार पनि बजाउँछ। उसको आफ्नै फ्यान फलोइङ छ। र यो मालती मङ्गलीको टाइटल सङ उसले मलाई मेरो लागि बनाउनु चाहिँ। अनि रचनालाई एकदम फिट हुन्छ भने चाहिँ हामी रचनालाई पर्ख्यौँ होइन, युरोप टुरमा थियो। अनि मैले उज्जवलले डमी गाएर पठाएँ, मलाई त्यही मन पऱ्यो क्या। अनि पछि तिमी पनि गाऊ है भाइ, हामी दुईजना पहिला रेकर्ड गरौँ, जसको राम्रो सुनिन्छ त्यसको राख्ने भनेर भने। उसको सुनेपछि मलाई चाहिँ मलाई नगाउँ भाइ, मन नगरौँ यार, तिम्रै ठिक छ भन्दै कस्तो भयो भने टेक्निकल कुराहरू अब मुभीमा सकेसम्म एउटै प्लेब्याक भयो भने त्यो राम्रो हुन्छ भन्ने कुराहरू। अनि त्यसपछि यताउता गर्दा मैले यहाँ गाएँ, अमेरिकामा पनि गाएँ चित्त नबुझेर होइन, त्यहाँ पनि स्टुडियोमा गरेर बल्ल यति गरेँ। तर म त्यो उज्जवलको वाला भर्जन म अर्को कुनै उसबाट चाहिँ हामी निकाल्छौँ पनि, भाइले गाएको। र एउटा भेरी स्मल गिफ्ट, तर उसको लागि एउटा एकदमै बहुमूल्य पनि हो। उज्जवललाई गिफ्ट दिन चाहन्छु। जोरदार ताली। यो एउटा अग्रजले दिने आशीर्वाद भन्ने यही नै हो होइन। जोरदार ताली। यो एउटा क्षण उज्जवलजी तपाईँको भन्नुभयो होइन। त्यो 31 दिनमा रामकृष्ण ढकाल चाहिँ सेटमा कति दिनसम्म पुग्नु भएको थियो होइन, यो कुरा चाहिँ मजाले व्याख्या गरेर भनिदिनु होला। यसमा चाहिँ व्याख्या गर्ने हो, प्रकाश दाईकोमा चाहिँ गर्न पाइँदैन थियो होइन। एउटा रमाइलो कुरा के भयो भने अस्ति हाम्रो जीवन पराजुली भाइ जो हाम्रो मिडियाको कोअर्डिनेटर हुनुहुन्छ, अनि प्रकाश दाईको कुरा आयो। अनि उहाँले के भन्नुभयो भने प्रकाश दाई र तपाईँ त एउटै एजको होला होइन भन्नुभयो क्या मलाई। अनि यार त्यो तपाईँलाई त्यस्तो लाग्छ र म प्रकाश दाई त मभन्दा धेरै सिनियर हो नि भने मैले होइन। अनि मैले पछि के भने मैले तपाईँलाई धन्न यो भन्दा पहिले एज अ मिडिया कोअर्डिनेटरको रूपमा हामीले सँगै काम गर्ने गरिसकेका थियौँ। पहिले यो भने अब सायद म नलिन पनि सक्थेँ भने कि मैले रमाइलो भयो। अनि भने म त अब कस्तो छ भने अब दाइ बच्चैदेखि जन्मीदेखि सुन्या हो भनेर भन्नुहुन्छ उहाँले। अनि अब यहाँ पेटमा भएदेखि सुन्ने पनि छेउमै हुनुहुन्छ होला होइन, अफकोर्स होइन। त्यसले गर्दाखेरि अब मेरो साङ्गीतिक जर्नी लामो छ र आफूलाई कस्तो लाग्छ भने मैले पहिला पनि भनिरहेको कुरा हो, बाहिरतिर जाँदाखेरि चाहिँ आफ्नो एजभन्दा मान्छेले यङ देख्छ यताउता भनेर भनिरहेको हुन्छ। यहाँ चाहिँ मेरो आफ्नै एजभन्दा पनि बढी मान्छेले सोचिरहेको हुन्छ। त्यसले गर्दाखेरि यो प्रसङ्ग आइ नै रहेको हुन्छ। र अब हाम्रो अनु भट्टराई भाइको प्रश्नको उत्तरतिर लाग्दाखेरि चाहिँ अब म टिमले नै सोध्नु थालिरहेको उपस्थित सम्पूर्ण आदरणीय व्यक्तित्वहरू जसले मलाई मालती मङ्गलीको टिमलाई सम्झेर माया गरेर आउनु, उहाँहरू सबैलाई हृदयदेखि नै मेरो तर्फबाट, हाम्रो टिमको तर्फबाट धेरै धेरै आभार
व्यक्त गर्न चाहन्छु। अब विभिन्न क्षेत्रबाट विशिष्ट महानुभावहरूको उपस्थिति छ, स्पेसल्ली मिडियाको तर्फबाट आउनुभएका सम्पूर्ण मिडियाकर्मीहरूलाई पनि सम्झिन चाहन्छु। अब नाम लिँदै जाँदाखेरि फेरि अब लामो होला, यसै पनि मलाई सम्पूर्ण भार यहाँ मलाई आइपुगेको छ, के बोल्ने के नबोल्ने होइन। मलाई पनि प्रभुजीले जस्तै छोटो 2 शब्द बोलेर हिँड्न पाए हुन्थ्यो भन्ने पनि मलाई पनि फिल हुन्छ, तर अब के कुराहरू बोल्नै पनि पर्ने हुन्छ। र अब विशेष रूपमा यो फिल्मको हाम्रो एउटा चाहिँ नि अब यसलाई बोक्ने भनौँ न, यसको चाहिँ सारथी भनेको पक्कै पनि डाइरेक्टर साहब नै हुनुहुन्छ, प्रको पाण्डे भाइ, जो अब हेर्दाखेरि चाहिँ अलि सानो सानो देखिनुहुन्छ। उहाँलाई यस्तो मान्छेलाई पनि पत्याएर फिल्म बनाएको मान्छे हेर्दाखेरि त गाह्रै छ नि पत्याउन। भनेपछि अब केही त मैले भेटेँ होला फिल्ममा होइन, किन उहाँलाई हेरेर मात्रै त मैले पत्याएको होइन होला, त्यसमाथि डेब्यू डाइरेक्टर होइन। त्यसले गर्दाखेरि उहाँ अब यो फिल्डमा हुनुहुन्छ, विगतको 1.5 दशकदेखि टेक्निकल टिममा आफै साउन्ड डिजाइनर पनि हुनुहुन्छ र अब लाइक अब भनौँ न चिफ एडी भएर धेरै फिल्ममा काम गर्नुभएको छ। उहाँका कथामा अरू सिनेमाहरू पनि बनेका छन्। र अब सागर भाइ जो यसको कार्यकारी निर्माता हुनुहुन्छ, मेरो प्यारो भाइ हो, मसँगै काम गर्ने भाइ हो। अनि त्यसपछि अब भाइले लिएर आएर मलाई भनौँ न प्रभुलाई लिएर आएपछि दाइ एउटा यस्तो टाइटलमा हामी फिल्म बनाउँदैछौँ भनेपछि सबभन्दा पहिला त मलाई टाइटलले नै तान्यो। मालती मङ्गले भनेको नेपालमा 2टा गीती कथाहरू चाहिँ नि भनौँ नाटकहरू एकदमै प्रचलित छन्। एउटा मुना मदन जसमा सिनेमा बनिसकेका छ, एउटा अर्को माधव प्रसाद घिमिरेज्यूले लेख्नुभएको राष्ट्रकवि मालती मङ्गले। र यो टाइटलले नै छोयो पहिला चाहिँ। त्यसपछि मैले कथा सुनेपछि मैले सुनेर मैले एक सर्टमै मलाई मन पर्यो, किनभने कथा राम्रो नै छ होइन। अब बन्ने प्रोसेसहरू त आफ्नो ठाउँमा छ होइन। अनि कथा मन परेपछि मैले ल अगाडि बढौँ भनेर त्यसपछि हामी अगाडि बढ्यौँ। र एउटा एकदमै प्योर लभ स्टोरी, प्योर हाम्रो नेपालीहरूको गाउँको, अघि नै आनन्द दाइले भन्नुभयो माया होइन प्रेम कथा। यसको एउटा फरक पनि मजाले दाइले भनिदिनु भयो, एकदमै खुसी लाग्यो। आनन्द दाइ मसँग लामो समयदेखि जोडिने, ओह्राली लागेको हरिणको चाल हो भनौँ अथवा हिरा काट्ने हिरामा राखेर, माया जदौ, दैव तेरो मायाको खेलाले होइन लगायतका धेरै गीतहरू, बाचुन्जेलीलाई लगायतका गीतहरूदेखि लिएर मालती मङ्गलेको टाइटल सङसम्म। र यसको पहिलो जुन 2टा लाइन छ, नसोध नखोज रङ आँसु र पानीको, मायामा फुल्ने जिन्दगानीको, आँसु र पानीको रङ भेटिँदैन होइन। त्यति त्यहाँ त्यो डिपमा लेख्ने गीतकार। र मलाई मेरो लागि लक्की पनि भन्छु म, उहाँका मोस्ट अफ गीतहरू मैले जुन गाएको छु सबै सुपरहिट छन्। र यो पनि धेरै दर्शकहरूको यहाँहरूको मन छुने कुरामा म विश्वस्त छु। र अब कथाको कुरा गर्दाखेरि अब एउटा एकदमै ची कथा हो। मालती मङ्गले जुन चाहिँ राष्ट्रकविज्यूको कथा होइन यो, तर नेपालीको एउटा भनौँ न हामीले ग्रामीण परिवेशमा गर्ने एउटा चोखो मायाको कथा हो, जसमा उतार चढाव छन्। जस्तो हाम्रो जीवनमा, नेपालीहरूको जीवनमा, गाउँको जीवनमा केही आर्थिक अभावहरू होलान्, केही सामाजिक चाहिँ नि उहरू होलान् होइन। त्यो सँगसँगै केही सन्देश पनि यो चलचित्रले, हुन त सबैले भन्नुहुन्छ, तर यसमा चाहिँ एउटा साँच्चीकै एउटा राम्रो भनौँ न के अरे मेसेज पनि छ, जुन चाहिँ अहिलेको स्पेसल्ली धेरैले थाहा पाउनुपर्ने। र कहिलेकाहीँ यो हुन्छ नि, यो हामीलाई थाहा भइरहेको कुरा हो, तर यो एङ्गलबाट हामीले यो कुरालाई सोचेको थिएनौँ, बुझेको थिएनौँ भन्ने चिज पनि फिल्मले बोकेको छ। अब डिटेलमा त अब जान अहिले नजाउँ, किनभने फेरि फिल्मले नै त्यो कुराहरू भन्छ। र भनौँ न यसको चाहिँ त्यो चिजहरूले पक्कै पनि यहाँहरूको दर्शकहरूको मन छुने कुरामा विश्वास लिएका छौँ। मालती मङ्गले त्यो कथा नै नबोके तापनि त्यो टाइटललाई चाहिँ एउटा चाहिँ भनौँ न
त्यो टाइटललाई चाहिँ त्यसको चाहिँ एउटा रेस्पेक्ट बोकेको छ भन्ने मैले लिएको छु। र प्रभु पाण्डे भाइ मैले अघि पनि भने उहाँलाई यसो हेर्दाखेरि सानो सानो मान्छे होइन के गर्नु होला भन्ने लागिरहेको थियो। कथा त सुनाउनु भयो र अब हामी यही समाजमा छौँ। म यही फिल्डमा विगत 35-36 वर्षदेखि यही फिल्डमा काम गरिरहेको छु। आशीर्वाद फिल्ममा एज एन एक्टर काम गरेँ, त्यो टिममै म थिएँ किनभने आदरणीय गोपाल दाईले बनाउनु भएको फिल्म हो र म प्रोडक्सनमै पनि मैले थिएँ र यसमा पनि दाईको आशीर्वाद छ। विशेष हाम्रो एकदम उच्च ठाउँमा उहाँ हुनुहुन्छ विशेष सल्लाहकारको रूपमा। र त्यसपछि अब हाम्रो फिल्ममा कस्तो हुन्छ भने स्टोरी सुन्दाखेरि एकदमै राम्रो लाग्छ, तर त्यसपछि त्यो चलचित्र स्थलमा गएर त्यो चलचित्र कस्तो बन्छ, कति प्रतिशत बन्छ भन्ने कुरा पनि त्यसले ठुलो अर्थ राख्छ। र मैले आफूले बुझेअनुसार अब 100% त नभनौँ किनभने 100 भनिदिइसकेपछि केही ठाउँ बाँकी रहँदैन, तर मुभीलाई 90 देखि 95% चाहिँ कथावस्तु अनुसार पनि स्थलमा पनि त्यसरी छायाङ्कन भएको छ। र उहाँले मलाई 25 दिनमा म सघाउँछु भन्नुभएको थियो। यही बिचमा जेन्जी आन्दोलन पनि भयो, वर्षाको बेला थियो, वर्षाजी पनि हुनुहुन्छ, अर्को वर्षा पनि थियो होइन। अनि त्यसले गर्दाखेरि केही दिन चाहिँ नि अल्मलियो पनि र उहाँले 31 दिनमा ठ्याक्कै मलाई मुभी सकेर सुटिङ दिनुभयो। र गाउँठाउँमा कति अप्ठ्याराहरू थिए होला, हाम्रो सागर भाइले धेरै त्यसमा मिहिनेत गरेर काम गर्नुभएको छ। किनभने बस्ने सुविधाहरू भने जस्ता थिएनन्, किनभने हाम्रो कथावस्तु अलिकति ग्रामीण परिवेशकै थियो र हामीलाई चाहिँ त्यो टिनको छानाहरू भएको घरहरू अभोइड गर्नु थियो। त्यसले गर्दाखेरि हामीले यो रायपुर भन्ने तनहुमा हामीले काम गऱ्यौँ र त्यसपछि पक्की घर भनौँ होइन, सिमेन्टेड घर हामीलाई चाहिएको थिएन। र कोलमा यो स्याङ्जा जाने बाटोमा हामीले त्यो एउटा गाउँमा सुटिङ गऱ्यौँ र त्यसपछि सबै गाउँलेहरूले एकदमै हामीलाई पहिलोचोटि त्यहाँ सुटिङ भएको थियो र सबैले हामीलाई धेरै तनहु रायपुर धेरै हेल्प गर्नुभयो। र विशेष रूपमा हाम्रो 2 जना हिमाल राज महतजी र त्यसपछि मिलन महतजी उहाँले विशेष रूपमा सहयोग गर्नुभएको थियो। अनि अर्को हाम्रो रविन्द्र थापाजी लगायत जीवन पोखरेल र एउटा गाउँले सबैले एकदमै हामीलाई माया गर्नुभयो। र अब मैले भनिहालेँ सुख सुविधाको कुराहरू थिएनन्। वर्षाजी यस्तो हाम्रो राम्रो हिरोइन हुनुहुन्छ होइन, अलि राम्रो होटलमा राखौँ भन्ने पनि मलाई लागेको थियो। भनेको थिएँ मैले अलिकति हिरो हिरोइनलाई अलिकति उहाँहरूलाई चाहिँ अलि राम्रो ठाउँमा राख्नुपर्छ। तर अब त्यहाँ भौगोलिक कारणले गर्दाखेरि अब त्यो बस्ने सुविधा एकदमै टाढा, आउन जान गाह्रो। त्यसले गर्दाखेरि अब सबैले एउटा त्यो गाउँठाउँमा मिलेर बसिदिनु भयो। गाउँले सबैले पनि आफ्नो एउटा घरहरू दिएर हामीलाई सहयोग गर्नुभयो। सबैलाई हामी एकदमै सम्झिन चाहन्छौँ। र अब सङ्गीतको पक्षको कुरा गर्दाखेरि अब म आफै भएपछि मैले फिल्ममा खेल्न नपाए पनि त्यो अधुरोपन चाहिँ मैले म्युजिकबाट पुरा गरौँ भनेर त्यतातिर चाहिँ अलिक विशेष रूपमा मैले ध्यान दिनै पर्छ र दिएको छु। र यो फिल्म एउटा लभ स्टोरी सँगसँगै एउटा म्युजिकल फिल्म पनि हो भन्दा फरक पर्दैन। किनभने हिजो आजका फिल्महरूमा एउटा प्रमोसनल सङ हुन्छ, त्यसपछि भयो भने अर्को एउटा ब्याकग्राउन्ड सङ जस्तो हुन्छ, त्यसपछि नर्मल्ली हुने चलन छैन। तर यो फिल्मको टोटल एउटा चाहिँ कस्तो छ भने प्याकेज, यो अहिलेको फिल्म होइन, यो अहिलेभन्दा 20-25 वर्ष अगाडिको फिल्म हो भनेर बुझ्दा पनि हुन्छ। कथा हो होइन, किनभने त्यो बेलामा 5-6वटा राम्रा गीतहरू हुन्थे होइन। त्यो खालको एउटा म्युजिकमा पनि त्यो कामहरू हामीले गरेका छौँ र करिब 5वटा गीत छन् हाम्रो फिल्ममा। यो टाइटल सङ हो, लोकगीत प्रमोसनल सङ नै 2टा छ, एउटा ब्याकग्राउन्ड सङ छ, एउटा भजन छ। त्यसले गर्दाखेरि यो सबै कुराहरू समेटेको छौँ म्युजिकको तर्फबाट पनि। र गीतहरू राम्रो बनेका छन्, एउटा गीत यहाँले हेरिहाल्नुभयो र अर्को 2टा लोकगीतहरू पनि निकै क्याची गीतहरू छन्। अब फेज वाइज हामी यहाँलाई त्यसको जानकारी दिँदै नै जान्छौँ। र अब वैशाख 25 गते मालती मङ्गले फिल्मको प्रदर्शन रहेको छ। र जसरी आज यहाँहरूले आएर मालती मङ्गललाई माया गर्नुभएको छ, त्यस्तै गरी नै चलचित्रको प्रदर्शन अवधिभर मिडिया सबैको सहयोगको अपेक्षा हामीले गरेका छौँ। र त्यसपछि एउटा अघि नै एउटा कुरा भन्दै थिएँ मैले, म भन्छु भने चाहिँ बिर्सेछु। मैले कतै सुनेको थिएँ सिनेमा बनाउने भनेको कुरा चाहिँ
मुभी मेकिङ भन्ने कुरा चाहिँ वर्ल्डमा सबैभन्दा अप्ठ्यारो दोस्रो नम्बरमा पर्छ अरे। पहिलोमा के पर्छ चाहिँ मलाई थाहा छैन है, फेरि यहाँले नै सर्च गर्नु होला। अनि मलाई कानमा भन्दैछ के पर्छ फर्स्ट भनेर। फर्स्ट के हो अरे? नासा। ओके। अनि भनेपछि यसो हेर्दाखेरि चाहिँ फिल्म भन्ने कुरा यो एकदमै गीतहरू भन्ने कुरा रोमाञ्चक एकदम यो मनोरञ्जनको क्षेत्र हो। त्यसले गर्दाखेरि यहाँ गाह्रो हुँदैन भन्ने लाग्छ, तर सुटिङ गर्ने कुरा चाहिँ स्पेसल्ली धेरै गाह्रो हो। त्यसले गर्दा पनि मैले फिल्म नखेले अब अहिले चाहिँ एन्सर आयो होइन। अनि जहाँ चाहिँ हाम्रो विजय बराल जस्तो एउटा नेपाली के अरे चलचित्र क्षेत्रको ब्लकबस्टर मुभी पूर्णबहादुरको सारङ्गी जसले सबैभन्दा बढी कलेक्सन गरेर एउटा छुट्टै रेकर्ड बनायो, त्यस्तो हिरोलाई छोडेर मैले खेलेर फिल्मलाई फल बनाउनु थिएन मलाई। त्यसले गर्दाखेरि मैले चाहिँ यो फिल्ममा अभिनयको हिसाबले काम गरिनँ, तर सङ्गीतको हिसाबले चलचित्र निर्माणको हिसाबले गरेँ। र अब भने मतलब एज अ होल यो फिल्म बनाउनलाई सके जतिको मेहनत हामीले गरेका छौँ। अर्को एउटा हाम्रो फिल्मको एकदमै स्ट्रङ पोइन्ट भनेको चाहिँ वर्षाजीलाई म विगतको 15-20 वर्ष अगाडिदेखि नै म चिन्छु। धेरैवटा म्युजिक भिडियोमा फिल्ममा उहाँलाई देखेको छु, धेरै सुपरहिट चलचित्रमा मैले उहाँलाई देखेको छु। तर मेरो भनेर भने होइन, मेरो फिल्ममा जति राम्रो चाहिँ मैले उहाँलाई कुनै पनि फिल्ममा देखाएको छैन अहिलेसम्म। किनभने उहाँले ठ्याक्क आफ्नो बडीलाई पनि चट्ट स्लिम गरेर होइन, अनि एकदमै टाक्क राम्री भएर यसमा चाहिँ ल म चाहिँ भनेर। अनि फेरि स्पेसल्ली के छ भने मालती मङ्गले फिल्म चाहिँ अलिक बढी चाहिँ विजयजीको आफ्नो ठाउँ त छँदैछ, तर अलिक बढी चाहिँ उहाँको कथासँग बगेको फिल्म हो, नारी प्रधान भनौँ होइन। त्यसले गर्दाखेरि पनि उहाँको विशेष ऊ पनि छ। र मलाई लाग्छ उहाँको लागि यो फिल्म लक्की पनि छ। यो फिल्म आउँदै उहाँले हिन्दी फिल्म पनि साइन गरिसक्नु भएको छ। त्यो न्युजहरू आएको होला, मैले सुनेको थिएँ के आएको छ, त्यो डिटेलमा मलाई थाहा छैन। जस हिन्दीको प्रोजेक्टमा पनि उहाँ बाँधिनु भएको कुरा मैले सोसियल मिडियामा हेरेको थिएँ। र अब त्यसपछि यो चलचित्रको प्रदर्शनपछि त के हो नि हो, अर्को यो फिल्म राम्रो भयो भने होला भन्ने अपेक्षा छ। भयो भने अर्को फिल्म चाहिँ पहिले साइन गरेर राख्छु, किनभने मैले पनि डेट पाउनु फेरि गाह्रो होला। त्यसले गर्दाखेरि भनौँ न एउटा एकदम प्योर नेपाली फिल्म हो मालती मङ्गले। र धेरै विश्वस्त छु म र सबै टिम। र अहिले चाहिँ म विशेष रूपमा अब धेरै लामो बोलिसकेँ मैले। अब हाम्रो के गर्ने बाबु, धेरै चिज बोल्नु छ यहाँ। त्यसै गरी अब हाम्रो मलाई सायद सहयोग दिने हुने, किनभने अब सिनेमा बनाउनलाई पैसा लाग्छ होइन। अब एक्लै यत्रो धेरै एड गर्न गाह्रो पनि छ। त्यसले गर्दाखेरि मलाई ब्याकमा सपोर्ट गर्नु भने को प्रोड्युसर साथीहरू बाबु सुवेदी युनि इन्टरटेनमेन्टको तर्फबाट त भइ नै हाल्नुभयो। त्यसपछि हाम्रो रविन श्रेष्ठ मेरो एकदम बाल्यकालको साथी पनि हो, हाम्रो गोपाल कर्मचारी दाईको भान्जा। वेदना कर्मचारीजी उहाँ पनि हाम्रो पारिवारिक नै हुनुहुन्छ। र पद्मावती गुरुङ आदरणीय उहाँ हुनुहुन्छ। अनि स्वीकृति बस्नेत, स्वीकृति भन्ने बित्तिकै हाम्रो अर्को पनि एकजना स्वीकृति हुनुहुन्छ हाम्रो बहिनी।